Hello guys, welcome back to my channel. सबैलाई नमस्ते. आफ्टर लङ ग्याप आज चाहिँ फेरि ब्लग गर्दैछु हैन. आजको ब्लग चाहिँ धेरै स्पेशल छ किन भन्दा चाहिँ आफ्टर 2 इयर्स म घर जाँदैछु हैन. त्यो भन्दा पनि स्पेशल के छ भन्दाखेरि चाहिँ म चाहिँ यसपालि चाहिँ मेरो फ्यामिलीलाई चाहिँ सरप्राइज दिँदैछु हैन. कसैलाई पनि थाहा छैन म आउँदैछ भनेर. अन्त अस्ति सबैलाई फोन गरेर मैले भने योपालि चाहिँ म भेकेसन आउनु पाउँदिनँ किन भन्दाखेरि चाहिँ मेरो भिजा प्रब्लम भएको छ. अन्त म चाहिँ अर्को वर्ष मात्रै आउँछु अक्टोबरमा भनेको थिएँ हैन. अन्त सबै मन दुखाइरहेको थियो अब यत्रो वर्ष भयो नभेटेको भनेर. तर हामीले चाहिँ अस्ति नै प्लान गरिसकेको थियो कि योपालि चाहिँ हामी चाहिँ सरप्राइज दिने भनेर. सो पुरा एक्साइटेड पनि छु कस्तो रियाक्सन आउँछ मेरो फ्यामिलीकोबाट भनेर. त्यो भन्दा पनि अब धेरै खुसी लागिरहेको छ अब फाइनली आफ्नो फ्यामिली भेट्छु भनेर हैन. सो भर्खर ड्युटीबाट आएको यस्तै हो हैन. ड्युटीबाट आएर अब फ्रेस भएर चाहिँ आज चाहिँ हाम्रो चाहिँ 12 बजेको फ्लाइट छ हैन. फ्रम कुवेत टु मुम्बई टु बागडोग्रा. भोलिको 3 बजी चाहिँ हामी बागडोग्रा ल्यान्ड गर्छ. सो म र मेरो बहिनी जाँदैछ हैन. मेरो बहिनी चाहिँ सालमियामा बस्छ. सो ऊ आउँदैछ अब. सो बी इन टच गाइस. अब तपाईँहरूले इन्जोय गरिदिनुहुन्छ होला मेरो ब्लग. सो तर यो ब्लग चाहिँ लामो हुन्छ होला जस्तो लाग्यो हैन. तर पनि हेरिदिनु होला. सो बी इन टच गाइस. हेलो आइपुगेलु. एयरपोर्ट जाने चाहिँ आइपुग्यो, घर जाने चाहिँ यस्तो अवस्थामा चाहिँ आइपुगेछ, झोला पोका बोकेर हो. अन्त तर के भन्नु चाहन्छ, हामी घर जाँदैछ. हामी घर जाँदैछ. खुसी लागिरहेछ. के भन्नु, एक्साइटेड भएको छैन? बहुत ज्यादा. बहुत. कहिले ल्यान्ड हुनु भएको छैन? बहुत. कहिले ल्यान्ड हुनु भएको छैन? त्यो उयस गरिदिन्छु म गएर त्यहाँ वेलकम टु इन्डिया भनेदेखि जय हिन्द गरिदिन्छु. मलाई एउटा त्यो उयस चाहिँ सुन्नु मन परिरहेको छ क्या. हुन्छ नि वेलकम टु इन्डिया जय हिन्द गरेर कराइदिन्छु. फेरि त्यहाँ अन्त भन्दैन नि त मेरो भ्युअर्सहरूलाई बी इन टच भनेर. बी इन टच गाइस भन्दै गाइज. हामी के एयरपोर्टमा अब बिदाले अलिक चर्ती कलाहरू गरेको चाहिँ देखाउँछ हो. सब बी इन टच भन्दै. सो बी इन टच. ल है गाइस, हामी चाहिँ निक्लेको. ट्रली चाहिँ ज्यादा भयो हो. अन्त हामी चाहिँ निक्लेको. अब हामी चाहिँ एयरपोर्ट पुग्यो. अन्त एयरपोर्टमा चाहिँ यस्तो छ अवस्था. लगेज चाहिँ अलिक बेसी भएको थियो तर बेसी भएर मिलायो होइन. किन यता हेर्न बस्दा हाउ यु फिल? के त बोल एक्साइटेड. विन्डो सिट पाएर अन्त उसले चाहिँ पाएर अन्त रिसाउँदै चाहिँ पुरा हो. अन्त अब चाहिँ हामी उसले विन्डो सिट पाएँ भनेर भन्दैछ. मलाई विन्डो सिटको लागि चाहिँ यसरी त्यो कुवेदेखिको मुम्बईसँग चाहिँ तँ जाल भने होइन. त्यहाँदेखि चाहिँ त्यो मुम्बईदेखिको चाहिँ मजा छ. मुम्बईमा त म अगाडि पुग्छु, तँ अगाडि म कुदेर पसिहाल्छ. अब गाइस मुम्बई पुगेर भेटौँ ल सबैजनालाई. गाइज वेलकम वान्स अगेन. अब यहाँदेखि चाहिँ म भोइस रेकर्ड गर्दैछु किन भन्दाखेरि चाहिँ हामी जस्तो ल्यान्ड भयो इन्टरनेसनल एयरपोर्ट मुम्बईमा त्यहाँदेखि प्रब्लम भएको हामीलाई. किनभने चाहिँ डोमेस्टिकमा जानुको लागि चाहिँ हामीलाई चाहिँ कि त बसमा जानु पर्दो रहेछ कि त ट्याक्सीमा जानु पर्दो रहेछ. बसमा त ओभियसली जानु सक्दैन थियो किनभने हाम्रोमा टाइम पनि थिएन होइन. अन्त हामी दुईजना मिलेर चाहिँ हामी ट्याक्सी रिजर्भ गरेर डोमेस्टिकमा गयौँ होइन. त्यही कारण चाहिँ हतार त्यो लगेज निकाल्दा हाल्दा टाइम पाएन. सो एक्सट्रिमली सरी गाइस होइन. तर पनि हामी डोमेस्टिक एयरपोर्टमा गएर हामीले केही ब्लग गरेको छौँ, हेरिदिनुहोस् होला. होप यु गाइस इन्जोइङ माई ब्लग. सो बी इन टच गाइस. चाहिँ बर्गर खाँदैछ. वर्ष कतिको हत्तु भयो हो. सिम कार्ड पनि पाएन हो. बर्गर पनि कुन चाहिँ स्टाइलको बर्गर हो यो? बर्गरको कुरामा हाम्रो बहिनीले के भन्नु चाहनुहुन्छ अरे? कति रेट दिन्छस् तैँले यो बर्गरको लागि 10 मा? योभन्दा एउटा हाम्रो क्यारिफरमा चाहिँ स्टफिङ पाउँछ 250 पिसमा. एकदम मिठो हुन्छ यो त. तपाईँको मोमोको किमा चाहिँ काटेर चाहिँ के हुन्छ नि त्यो उयस मोमोको किमाहरूलाई अलिकति ठुल्ठुलो काटेर चाहिँ ब्रेड त्यो बनमा चाहिँ तेल लगाएर माथिबाट चाहिँ एउटा ह्याम हालेर चाहिँ
दिएको थियो तर पनि अब खै त्यसको पनि दाम पनि कति अरे 999 999 999 कि तर पनि भोक भन्दाखेरि भोजन भन्दाखेरि चाहिँ भोक मिठो भनेर खाएको मात्र नखान्थेन। डोन्ट ट्राई दिस गाइस। हामी चाहिँ अब वेट गर्दैछौँ फ्लाइटको। हाम्रो फ्लाइटको टाइम चाहिँ 11:05 हो। सो खानासाना खायो, सबै खायो, अन्त अब चाहिँ वेट गर्ने होइन। फाइनली गाइस आफ्टर 3 आवर्स वेटिङ चाहिँ हामीलाई लाइनमा लगायो होइन। मेरो भोइस चाहिँ सुनेको थिएन, त्यही कारण मैले चाहिँ भोइस ओभरअल गर्दैछु होइन। अन्त यो ब्लग चाहिँ साह्रो लामो हुँदैन रहेछ, त्यही कारण पार्ट 1 र पार्ट 2 बनाउँदैछु। होप यु गाइस यो ब्लग मन पर्यो होला तपाईँलाई। अन्त म सेकेन्ड ब्लग पनि हाल्नेछु भोलि पर्सितिर। सो बी इन टच गाइस।